Guys, masih guys. Guys, masih pencol. Ada dan karena itu sekali hari. अलि हल्का लाज लाग्छ कि जम केरा काटिकन जम जम यहाँनिर हाम्रो नयाँ भाउजू काली छोड्दै काले ब्लगमा काली बनाउनु काली नै भन्दै मैले बच्चैदेखि एउटा अनि यहाँनिर उन्ची छुस्की ड्यालले राख्दिएको नाम खोपा वर्षौपछि करौती हातमा लिएर धान काट्न हिँडेको मलाई अलिअलि रमाइलो अलिअलि अप्ठ्यारो भएको थियो। अप्ठ्यारो चाहिँ धेरै वर्ष पश्चात काम गर्न हिँडेकोले गर्दा काम गर्ने बानी लगभग हराइसकेको हुन सक्छ। यसैले पनि भएको थियो भने रमाइलो चाहिँ ग्रुपिङमा काम गर्दा यसै हुने नै भइहाल्यो। सबै सँगै हुँदा रमाइलो पनि त हुन्छ नि है। हाई गाइज, हामी चाहिँ आज धानबारीमा धान काट्न आएको। यिनी चाहिँ हुन् हाम्री बुहारी नानी। यिनलाई चाहिँ पोखराबाट हामीले धान काट्न लिएर आएको जस्तै भएको छ, तर हामीले धान काट्न चाहिँ लिएर आएको होइनौँ है। यता चाहिँ छन्, यो चाहिँ भाइ हो मेरो घाँस काट्दै, अर्को चाहिँ यहाँ दुईटा भाइ र भदै छ। हार्दिक हाई गाइज भन नि त। प्राञ्जल हाई गर। हाई सबैले हाई गरिदिनुहोस् त एकचोटि। हाई निनी हाई। हाई हेलो टुकान्छ निनी। अनि यता चाहिँ स्वस्तिका र सुस्मिता भन्ने मेरी बहिनी, कान्छी बहिनी चाहिँ हो माथि धानबारीमा छ। अनि स्वस्तिका चाहिँ काली कुकुरसँग गफ हान्दैछ। यो चाहिँ कुकुरसँग मात्रै गफ गर्छ। यो चाहिँ सुस्मी। हाई गर्दै आऊ त केटी हो। हाई गए हाई कान्छी हाई हाई गर्दैछ। आज हामी चाहिँ यति धान सबै काटेर सिद्धाउने उद्देश्यको साथ आएका छौँ है। यहाँ माथि चाहिँ कुखुरा पालन अनि बाख्रा पालन छ। सस्तो रमाइलो आधी समयमा आए हामीले चाहिँ यति काटेर भइसक्यो। फेरि भोलिपल्ट आउनु नै पर्ने भयो धान काट्नुको लागि। अनि भोलिपल्ट चाहिँ सुरुवात भयो। फेरि भोलिपल्ट चाहिँ म, बुहारी नानी अनि दुईटा बहिनी अनि मम्मी, हामी 4-5 जना मिलेर काट्यौँ धान। फेरि म त लौरी टेकेर फर्किए घर। मम्मी त्यहाँ अगाडि घाँस बोक्नुभयो, कान्छी चाहिँ उता अगाडि घाँस बोक्यो। बुहारीहरू चाहिँ, बुहारी र बहिनी चाहिँ उता गइसके। कान्छी चाहिँ त्यहाँ मम्मीलाई कुरिरहेछ। मम्मी चाहिँ जानुभयो। म चाहिँ यही लौरी बोकेर लुकुर हिँड्दैछु। आज पनि धान काटेर सकेर आयौँ हामी उता माथि गोबारीमा। अनि लौरी टेकेर धान काट्ने मान्छे लौरी टेकेर फर्किँदैछु। जाने बेलामा लुकुर लौरी टेकेर, आउने बेलामा पनि लुकुर लौरी टेकेर। कम्ता रमाइलो हुँदैन गाउँघरमा। कति वर्षपछि काम गरेर खान चाहिँ कति दुःख छ। खाने बेला यो भएन त्यो भएन भन्दै फाल्ने गर्छन्। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। बाई बाई।